मर्निङ। आज चाहिँ म बिहान घाममा योगा भ्याइसकेँ, पूजा भ्याइसकेँ घरको र अनि बिहान घाममा बसेर चाहिँ फिजिकल एक्सर्साइज 20-25 मिनटको हुन्छ कि मेरो सधैँ। म हजुरहरूलाई सुरु गर्न लाग्छु है। पहिला सुरुमा जिउलाई वाम तताउने है, तताउनको लागि हामी अगाडि आउने पछाडि जाने। जति हामी अगाडि हिँड्न जरुरत छ नि पछाडि पनि त्यतिकै पछाडि एकदम राम्रो पछाडि यसरी हिँड्नै पर्छ हाम्रो दिनमा केही नभए 5 मिनट। म हजुरलाई स्टेप बाई स्टेप सब देखाउँछु है। फर्स्ट स्टेप हामीले यसरी रनिङ गर्नुपर्छ, बिस्तारै 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 फेरि बेसमारी होइन। अलि वृद्ध हुनुहुन्छ, अलिकति उमेर गएको मान्छेहरू हुनुहुन्छ नि यसरी बिस्तारै गर्ने। हामी जस्तोले अलिकति यसरी फास्ट गर्दा नि केही भएन। हामीभन्दा अझ युङहरूले यस्तो यस्तो गरी उफ्रिँदा नि केही हुँदैन। म चाहिँ आज 25 वर्षदेखि एक्सर्साइज हर दिन 20-25 आधा घन्टा मिनटसम्म गर्छु, 25-30 मिनटसम्म गर्छु 25 वर्षदेखि। नरोकिने यो गर्दाखेरि, नरोकिन है। अझै आउटर लाएर गर्नुपर्छ, अझ राम्रो हुन्छ। मुना मेरो त्यो तल भर्याङमा रातो आउटर छ, ल्याउ त। यो कम्ती हामीले एकचोटिमा यो 5 मिनट गर्ने है। अगाडि यसरी दौडेर आउनु, बिस्तारै दौडिनु, पछाडि यसरी दौडिनु जाने पछाडि। अब यो एक्सर्साइज है यस्तो क्रस गर्ने है। हजुरहरूले सिक्नु होला, गर्नु होला। बिहानको समय खेर नफाल्नु होला। अलि धेरै बेर सुतेर केही हुँदैन, धेरै बेर एक्सर्साइज गर्ने हामीलाई राम्रो हुन्छ। फर्स्ट एक्सर्साइज 5 मिनट, सेकेन्ड एक्सर्साइज यो 2-3 मिनट्स। आउटर लाएर गर्दाखेरि चाहिँ जिउ वार्म हुन्छ, आफ्नो शरीरबाट पसिना आयो भने धेरै राम्रो हुन्छ। पसिना बगाउनुपर्छ हामीले शरीरबाट। नरोकिने। सुरुमा त हजुरहरू 5 मिनट नरोकिनुहोस्, त्यहाँबाट भोलिपल्ट 10 मिनट नरोकिनुहोस्, पर्सिपल्ट 15 दिनभित्रमा कम्तीमा 15 मिनटको दरले गर्ने हो। अगाडि क्रस खुट्टा, क्रस खुट्टा, क्रस खुट्टा, क्रस खुट्टा। यो होल बडीको लागि। यो 5 मिनट, यो
यो एकदम राम्रो एक्सर्साइज छ है होल बडीको लागि है। त्यसपछिबाट यसरी घुमाउने कुम दुखेको ठिक हुन्छ यसले। पहिला सुल्टो यसरी घुमाउने यी ताली मार्दै अब उल्टो घुमाउने क्लोज एन्टी क्लोज अगाडि बिचबिचमा नरोकिने थकेला हानी यसरी रनिङ गरिरहने है। जब यो एक्सर्साइज गर्दा थके लाग्छ नि यसरी खुट्टालाई यसरी यसो हुन नहुने पछाडि अगाडि। त्यसपछि हामीलाई पेट घटाउन चाहने हुनुहुन्छ भने चाहिँ यो 100 चोटि है यसरी छुन कोसिस गर्ने। एकैचोटि छुन हुन्न यो त हजुरहरूलाई सुरु गर्ने त 15 दिन 20 दिन नै लाग्छ। ताली मार्ने एकैचोटि लान सक्नुहुन्न बिस्तारै कोसिस गर्ने। सुरुमा यसलाई 20 चोटि गर्नुहोस्, त्यसपछिबाट 30 चोटि गर्नुहोस्, त्यसबाट 50 चोटि गर्नुहोस्, त्यसपछि 100 चोटि गर्नुहोस्। कम्मरको लागि फेरि थकेला नि यसो गर्ने एकछिन। म चाहिँ घाममा आज आनन्द लगाइरहेको छ, घाममा गरिरहेको छु। बिहान आज शीतलै छ चितवन। यो चाहिँ झुरझुरे रापुती 3 हो। मेरो हर दिन यस्तै हुन्छ, हर दिन कुनै दिनमा हुँदैन। म खाना खान भुल्छु, एक्सर्साइज गर्न कहिले पनि भुल्दिनँ। हे दिदीबहिनीहरू हजुरहरू पनि आफ्नो समय, बिहानको समय 1 घन्टा निकाल्नुहोस् आफ्नो लागि। दिनभरि दिनुहोस् न, परिवारको लागि, अफिसको लागि, कुनै कामको लागि। अब कसैको कुम दुख्ने बेता हुन्छ नि, पछाडिको कुम दुख्छ नि, 1 2 3 4 5 6 7 अगाडि 10 चोटि गर्ने, पछाडि 10 चोटि है। मलाई अलिक धेरै गरेर नि भिडियो लामो हुन्छ, म त फुल्ली देखाइदिएँ। 1 घन्टाकै हुन्छ फेरि मेरो त, सबै देखाउनु। अब यो सबभन्दा खुट्टालाई यसमा म खुट्टाको पारा हेर्नु छ, खुट्टालाई कुनै पर्दैन।
60 चोटि गरेँ। अब हाम्रो पछाडिको मासु बढ्छ नि त्यसको लागि है एकछिन पनि नरोकिनुहोस्। पसिना आउनुपर्छ, पसिना। इस म कपाल यसरी बानिरहेको छु, कपाल पुस्यो। पछाडिको मासुको है जस्तो यो पछाडिको मासु धेरै हुन्छ नि यस्तो यस्तोमा यो दिनमा 100 चोटि 150 चोटि गर्नु। यो 50, यो पनि 50 100 पसिना हेर्नु नि, पसिना यसरी पसिना आउनुपर्छ है शरीरमा। है पुरै पसिना आइसक्यो। ल साथी हो, बिहानको समय इम्पोर्टेन्ट समय छ, यसलाई सदुपयोग गर्नुहोस्। बिहान आफ्नो लागि 1 घन्टा दिनुहोस्, त्यसपछि फुल्ली परिवारको लागि दिनुहोस्। आफू रोगी भयो भने केही हुँदैन। त्यही कारणले प्लिज मेरो भिडियोलाई लाइक सब्सक्राइब गर्नु होला। सधैँ मेरो च्यानललाई माया गरिदिनु होला। म हजुरलाई यस्तो यस्तो जानकारी हल्का आफूले जानेको आफ्नो जीवनमा भएको। म 25 वर्ष थिएन, आज योगा गरेर आइसकेको छु। मेरो एज अनुसार यस्तो जिउ हुन्छ योगाले गर्दा। आफ्नो फिटनेस आफूले बनाउने, खानेकुरा बार्ने। बेलुका 5 बजेपछि खाना नखानुहोस्, केही पनि घाम हुँदैमा मात्र खानुहोस्, त्यसपछिबाट नखानुहोस्। खाना मलाई पानी खानुहोस्, अरूको बिहान 10 बजे खाना खाइसक्नु। मेरो म हजुरहरूलाई सबै डाइट प्लानहरू पनि सेयर गर्दै गर्छु। हजुरहरूले मेरो च्यानल लाइक सब्सक्राइब गरिदिनु होला। ओके, गुड बाई दाजुभाइ दिदीबहिनीहरू। आफ्नो हेल्थको लागि केयर गर्नु, आफ्नो हेल्थलाई आफूले माया गर्नु, अरूले होइन। ओके बाई, गुड।